नसकुन्दला जल समुद्रमाला रे। यो तपाईले कुमार सागरको गीतमा सुन्नु भएछ भने यसको फुल डिटेल आज म तपाईलाई एक्सप्लेन गर्छु। यो दाफा भने शिकाली देवी जुन चाहिँ खोकनामा पूजा गरिन्छ रुद्रायणीलाई त्यसबाट लिएको यसमा देखिन्छ। अनि यो भजनमा भने चाहिँ रुद्रायणी देवीको अपियरेन्स र रुद्रायणी देवीको गुणगान गाइरहेको हामीले यसमा क्लियरली बुझ्न सक्छौँ। नसस कुण्डल जल समुद्रमाला रे भनेर कुमार सागरको गीतमा ठ्याक्कै यस्तो सुने तापनि खासमा डिटेलमा अलिकति फरक छ। म तपाईँलाई भन्छु। नासस कुण्डल गलस मुण्डमाला रे। नासस सुन्दाखेरि नाक जसरी लागे तापनि पुरानो नेपाल भाषामा भने यसलाई चाहिँ न्यापो वा कानको रूपमा चाहिँ युज गर्थ्यो र कानमा कुण्डल लगाउने र गलस जुन जलस जो सुनिन्छ तर गलस घाँटीमा मुण्डमाला भनेको मान्छेकै टाउको चाहिँ माला लगाइराख्ने देवी रुद्रायणी भनेर यसमा भन्न खोजिएको छ। मोतिया हार न तिया व बिजा त भनेको मोतीको हार लगाएर आउनु भयो भनेर भनिएको छ। रुद्रायणी देवी जय महामाई श्रीकाली देवी भवानी भनेको रुद्रायणी भनेको चाहिँ महेश्वरी वा अष्टमातृकाको एक देवीको रूपमा हामीले पूजा गर्दछौँ, जसलाई चाहिँ रुद्र शिवकै शक्तिको रूपमा चाहिँ हामीले पूजा गर्ने गर्दछौँ। हुन त गीतमा सबै नराखे पनि हामीले दाफामा भने अझ अपियरेन्सको डिटेल डिस्क्रिप्सन हामीले भेट्न सक्छौँ। जस्तै यो लाइन हेर्नु होला, राइट साइडमा चाहिँ खड्ग र लेफ्ट साइडमा चाहिँ त्रिशूल समातेको देवी भनिएको छ। साँडेको रूपमा चाहिँ आसन राखिएको मेन्सन गरिएको छ। तिनटै लोकको रानी जननी भनेको क्रिएटरको रूपमा पनि हामीले ईश्वरी भनेर नमन गरिएको छ। अनि यो दाफामा भने क्लियरली राजेन्द्र वीर विक्रम शाहको टाइममा लेखिएको भनेर पनि बुझ्न सकिन्छ, जुन चाहिँ अराउन्ड 1816 देखि 1847 भनेको मिड 1800 को बिचमा लेखिएको देखिन्छ। र अब फेरि तपाईले यो कुमार सागरको गीत एकचोटि सुनिदिनु, बट विथ द डिस्क्रिप्सन दैट काठमाडौँको कथा प्रोभाइडेड। नसस कुण्डल जल समुद्रमाला रे।